हेलो गाइज वेलकम टु माई मिनी ब्लग है। म चाहिँ आज सो गर्नको लागि मास्कट जाँदैछौँ लेक साइड। त्यसपछि यसो हल्का टुच्च मुख बिगारी बिगारी यसो खिच्दिएँ। त्यसपछि फाइनली म मास्कट पुगेँ मेरो भ्यान हो लाइभ म्युजिकको। त्यसपछि म चाहिँ हल्का सेटअप गर्नको लागि माइक साइक जोडेँ, सामानहरू निकाल्दै थिएँ, गेजेटहरू निकालेर यसो गरेको थिएँ। त्यो बेलासम्म मान्छेहरू नि सुनसानै थियो, त्यसरी मान्छे थिएन। हल्का सेटअप गरेँ, माइक साइक मिलाएर ढक्क लगाएर आफूलाई कसरी कम्फर्टेबल हुन्छ होइन। त्यसपछि चिसो थियो एकदमै मौसम लेक साइडको, जाडो महिनामा चिसो त हुन्छ। यही हो मेरो भ्यान हो मास्कोट लेक साइड, ठ्याक्क हाम्रो क्याटवकको साइडमा हो यो चाहिँ। त्यसपछि फाइनली सेटअप गरेँ अनि हेर्न सक्नुहुन्छ है त। फाइनली सेटअप गरेर नै भइसक्यो मैले, अनि टक्क सेटअप गरेर अनि टक्क लगाएर यसो सनसेट गर्नु पऱ्यो भनेर यसो हेरेँ अनि हेर्नुहोस् सनसेट। Shabina ki namaste, namaste, namaste. Shabina. फाइनली मान्छेहरू नै आउँदै गयो। पुगिन है आवाज हेलो यो भन्दिनु ग्रुप एकचोटी चाहिँ एकदमै रमाइलो थियो। यो ग्रुप हेलो चाहिँ हेलो एकदमै सबैजना एकदम रमाइलो गरिरहेको थियो। Oh my god, thank you. सबैजना है। Come on, from that side. Hello. Namaste. Namaste. पुगेन है पुगेन नमस्ते थ्याङ्क यू पुगेन है पुगेन यो गीत चाहिँ रिक्वेस्ट गर्नुभएको थियो त्यही हाम्रो तल बस्नु ग्रुपहरूले। टक्क लगाएर मैले चाहिँ नि हाम्रो त्यहाँको एउटा ह्यान्डसम वेटर भाइलाई चाहिँ यसो भिडियो बनाउँदा भाइ यसो हाल्नु पऱ्यो टुच्च लगाएर भ्लगमा भनेर, अनि भाइलाई अनि यसो भनेर तल माथि जतासुकैबाट खिच्न लगाएँ। भाइले नि खिचिदिनु भयो रहेछ, राम्रै खिचिदिनु भयो रहेछ। भाइ चाहिँ एकदम भाइ पाइरहेको थियो है। हेर्दै जान न पछि पछि है कस्तो रमाइलो गर्छ सबैजनाले चट्ट लगाएर। एकदम जाडो थियो मौसम। त्यसपछि दुईजना यहाँ गएर एकजना उसाएको थियो बिचरा, उनीहरूको लागि पनि मैले इङ्ग्लिस गीत पनि गाइदिएको थिएँ, तर इङ्ग्लिस गीतहरू गाएको चाहिँ मैले भिडियो चाहिँ बनाउन चाहिँ भ्याएन। यस्तै भयो। अनि यो त एकदमै रिक्वेस्ट गर्नुभएको सबैजनाले, अनि त्यही भएर चाहिँ नि म पनि अब यसो भन्न लाउनु पऱ्यो सबैजनालाई। यो मन त मेरो नेपाली गीत सकिने बित्तिकै भनेको। अनि हेर्नुहोस् है त मैले भन्न लगाएको छु सबै। यो मन त मेरो खोइ यताबाट आउँदै होइन है ब्रदरहरूकोबाट। यो मन त मेरो हाम्रो माथिको ब्रदरहरू चाहिँ सेलाउनु भयो किन? यो मन त मेरो हो नि, सही हो थ्याङ्क यू। साँच्चीको हो र वान्स मोर। गुलाबी आँखी नै चाहिएको तपाईँहरूलाई, एकचोटि एउटा लाइन हालिदिनु न त। गुलाबी जुतेरी शराबी हो संभालो ओ मेरे संभाला। मलाई चाहिँ फेरि यस्तो भाइब्स दिनु मन चाहिँ लाग्छ है। तपाईँलाई कस्तो लाग्ला हेर्नु यस्तो भाइब। त्यसपछि फेरि हाम्रो अगाडि ग्रुपमा बस्नुभएको गेस्टहरूले बर्थडेबाट आउनुभएको रहेछ। अनि गेस्टहरूले चाहिँ निकै त रिक्वेस्ट गर्नुभएको रहेछ। अनि मैले चाहिँ यो चाहिँ एनिमलको गीत हुन्छ भन्दै भन्नुभएको थियो। लास्टसम्म नै बस्नुभएको थियो। आज चाहिँ मैले चाहिँ ओभरअल मेरो चाहिँ खास गरी सो चाहिँ 10:30मा सकिने, तर ओभरअलमा चाहिँ आज धेरै गीत गाएँ 11:30 यहाँ पछिको मल चाहिँ एकदमै दामी थियो, दामी एकदम तत्तिरहेको। Alright, you guys ready? Come on, make some noise! Allah,
थी क्या सही क्या मुझे ना पता तुम्हें घर पता हो बता देना मेरे से सिखों से जरा ना बताओ तुम्हें घर पता हो बता देना कौन सा ना मुझे देखते देखते तू ही जरिया तू ही मंजूर है यहाँ के दिल में इतना बिता तूने छुआ जब तक मेरे मरहम द भाइबस एकदमै दामी थियो सबले इन्जोय गरिरहेको थियो अनि आज चाहिँ कस्तो दामी नि भयो क्या सोचेको भन्दा पनि जस भाइबले गर्दा चाहिँ एकदमै दामी नै भयो रमाइलो भयो Come on into the last song. Baby man, तुमसे फाइनली सो पनि सक्यो त्यसपछि म बसेँ सबैजना भेटी भयो त्यसपछि हाम्रो भाइले नि यसो गफाने त्यसो हेर्न सक्नुहुन्छ यही हो मैले बजाउने मास्कोट एकदम चिल गर्नको लागि चाहिँ तालको छेउमा छ है यो चाहिँ क्यान्डलको साइडमा हो त्यसपछि मेरो मोमो रेडी भयो त्यसपछि हट लेमन मगाएको थिएँ हट लेमन पनि चट्टा खाएँ त्यसपछि हेर्न सक्छ इन्ट्रान्स हो यो चाहिँ हाम्रो चाहिँ पछाडिको भ्यू थियो अघिको चाहिँ यो चाहिँ अगाडिको इन्ट्रान्स हो मास्कोट छ हेन्सम हाम्रो हेन्सम भाइहरू हाम्रो यहाँको मास्कोटको फ्यामिलीहरू है हेन्सम दाइ त्यसपछि हाम्रो म्यानेजर दाइ अशोक दाइ त्यसपछि यसो सोसकेपछि है पनि लिएर पनि लिएर जान पर्यो भनेर अनि कुरेँ त्यसपछि हाम्रो मेरो फ्यान मोमेन्ट हेर्नुहोस् न खुसी भयो थ्याङ्क यू फर वाचिङ वन्स अगेन है पछि नि यसो सर्ट भ्लगहरू बनाउँदै गर्छु म किप लभिङ किप सपोर्टिङ